अब भने सुकुटी खान टाढा जान परेन है त। हाम्रै चन्द्रगिरी नगरपालिका वडा नम्बर 4 मा रहेको हाइवे सुकुटी एन्ड सेक्वा कर्नरमा मिठो सुकुटी खानको लागि तपाईँहरू पनि जान सक्नुहुन्छ। हामी पनि यो चितवन जाने बाटोमा हिँड्दै थियौँ अनि यो चाहिँ नयाँ खोलेको रहेछ। अनि सुकुटी देखेपछि हामी जस्तो सुकुटी लभर्सले त नखाने त कुरै भएन होइन। त्यहाँ चाहिँ दाइले पहिल्यै नै म्यारिनेट गरेर राख्नु हुँदो रहेछ सुकुटीलाई चाहिँ मजाले सुकाएर। अनि अर्ग्यानिक दाउरामा दाइले एकदम दामीसँग पकाउनु भयो अनि एकदमै मिठो स्मेल आएको थियो। कतिखेर पाक्छ भनेर हामी चाहिँ वेटिङमै थियौँ। अनि यो चाहिँ चितलाङको बाटो ठ्याक्कै त्यो जङ्गलको बाटोमा पर्छ। चराचुरुङ्गीको आवाजहरू पनि आइरहेको थियो क्या। शान्त वातावरण, त्यो चराचुरुङ्गीको आवाजहरू सुन्दाखेरि चाहिँ एकदम रमाइलो लागिरहेको थियो क्या मलाई चाहिँ। तपाईँहरू पनि यदि चितलाङ जाँदै हुनुहुन्छ भने चाहिँ त्यो बाटोमा चाहिँ यो सुकुटी मिठो सुकुटी खान चाहिँ नबिर्सिनु होला है त। दाइले यति मिठो तरिकाले पकाउनु भयो कि लोकल टिपिकल स्टाइलमा दाउरामा पकाएको मिठो एकदम स्वाद आइरहेको थियो, बास्ना पनि। अनि फाइनल्ली दाइले सुकुटी पनि रेडी गरेर ल्याइदिनु भयो। अनि हामी चाहिँ सुकुटी खानको लागि दाइ र म गएको थियौँ। अनि हामी खाँदैछौँ, टेस्ट गर्दैछौँ। यो ग्रेभीहरू देख्दाखेरि चाहिँ पहिला हामी चाहिँ चिउरा नखाने भन्दै थियौँ। अनि ग्रेभी देखेपछि चाहिँ चिउरा खाऊँ न भनेर पछि चिउरा पनि थप्यौँ हामीले। यहाँ दाइले टेस्ट गर्दै हुनुहुन्छ पहिला चाहिँ। प्रायः सुकुटी चाहिँ हामीले अन्त पनि खाइरहेको थियौँ, तर यहाँको टेस्ट चाहिँ एकदमै बिल्कुलै नयाँ छ। दाइले पनि एकदम मिठो छ भन्नुभयो। अनि हामीले चिउरासँग पछि फेरि थपेर यति मिठोसँग खायौँ। यदि हजुर पनि खान चाहनुहुन्छ भने जानुहोला। थ्याङ्क यू फर वाचिङ।